भोलि सेन्ट्रल होम मिनिस्ट्री, स्टेट होम मिनिस्ट्री अनि डीसी गान्तोकबाट अचानक खबर आएको छ कि भोलि 4 बजी मक ड्रिल हुनेछ। मक ड्रिल किन लागि गरेको भन्दाखेरि एयर स्ट्राइक हवाई हमला गर्नको लागि भोलि मक ड्रिल हुनेछ। अनि 4 बजी बत्ती साइरन लागेर बजारमा साइरन लाउनेछ पुलिस डिपार्टमेन्ट नगर पञ्चायतले। त्यस बेला यो बजारमा 4 बजी कुनै गाडी कुद्ने छैन, कुनै मान्छे पनि हिँड्ने छैन, अनि घरको कुनै लाइटहरू पनि बाल्नेवाला छैन। 4 बजी तपाईहरुलाई यो हामीले जानकारी गराएको हो। यो एउटा खालि मक ड्रिल हो। मक ड्रिल किनलाई गराएको भन्दाखेरि एयर स्ट्राइक हुन्छ कि भनेर तपाईहरुलाई भोलि एयर स्ट्राइक भयो नि यसबाट कसरी बाँच्ने, कसरी आफूलाई जान जोगाउने भनेर यो भोलि हामीले यसको मक ड्रिल गरेछौँ। तपाईहरुको पनि एकदम आत्तिने काम छैन। तपाईहरु सबैजनाले हामीले भनेको जुन यो इन्स्ट्रक्सन छ त्यसलाई फलो गरिदिनु होला। 4 बजी सबै बजारको लाइट जानेछ। अनि त्यस पश्चात सिक्किममा 4 बजीदेखि 4:30 सम्म कुनै पनि गाडीहरूको मुभमेन्ट हुने छैन, गाडी तथा मान्छेको मुभमेन्ट हुने छैन। अनि जति पनि यो दोकानहरू खोलेको हुन्छ तपाईले 4 बजी सबै दोकान सटर लगाएर घरमा भएको मान्छेहरू सबै घरभित्र बसेर अनि घरको टुप्पोको छप्परमा कोही नजाने 4 बजीदेखि 4:30 सम्म एकदम घरको टुप्पोको सबैजना घरभित्र बस्नुपर्ने एउटा यो जोगजी गर्ने सेन्ट्रल मिनिस्ट्रीबाट अहिले मात्र हुकुम आएको छ। तपाईहरुलाई हामीले जानकारी गराएको भोलि 4 बजीदेखि साइरन लगे पश्चात कुनै व्यक्ति कुनै गाडी यो बजारमा कोही पनि देखा पर्नु भएन। अनि जति पनि जसको पनि होटलहरू छ, रेस्टुरेन्टहरू छ, तपाईहरुले पनि यो साइरन लगेपछि सटर डाउन गरेर तपाईँकोमा भएको कस्टमरहरूलाई भित्रै आधी घण्टासम्म राख्नुपर्नेछ। र त्यस पश्चात फेरि 9 बजी फेरि लाइट जान्छ आधी घण्टा। त्यति बेला कुनै पनि लाइट बाल्नु भएन। घरमा भएको इन्भर्टर, जेनेरेटर, क्यान्डल, मोबाइलको लाइट पनि कुनै बाल्नु भएन। आधी घण्टा लाइट नबालेर अन्धकारमा बस्नुपर्ने हुन्छ। यो किन गराएको भन्दाखेरि एयर स्ट्राइकको मक ड्रिल हो। यो भोलि हवाई हमलाको एउटा मक ड्रिल हो। यसबाट बाँच्नुको लागि कसरी बाँच्नुपर्छ भनेर तपाईहरुलाई हामीले एउटा यो मक ड्रिल गराएको हो। भोलि यसमा हामीलाई गान्तोक डीसी, एसपी गान्तोक अनि डिजास्टरको टिम डल्लै आउनेछ भनेर तपाईलाई जानकारी गराउन चाहन्छु। धन्यवाद।